बनायौँ, थोरै भोटले हारियो, तर पनि उनले नगरपालिकामा खासै विरोधीको भूमिका निर्वाह गरेन, आलोचना गरेन, यस्ता खालका कुराहरू गर्नुहुन्छ। र मैले त्यो गल्ती गरेको छु कि ठिक गरेको छु मलाई थाहा छैन, त्यो इतिहासले बताउँछ। मलाई अहिले के लाग्छ, म यतिखेर उभिएर भन्दाखेरि हामीले धेरै वर्षदेखि काङ्ग्रेसको भयङ्कर आलोचना गर्यौँ, काङ्ग्रेसले पनि हाम्रो धेरै आलोचना गर्यो, माओवादीको हामीले धेरै आलोचना गर्यौँ, माओवादी पनि हाम्रो आलोचना गर्यो। र माओवादीले के देख्यो भने एमालेलाई हामीले यति गाली गऱ्यौँ, यति आरोपहरू लगायौँ, अब एमाले नाङ्गो भयो भन्ने उसलाई लाग्यो र उसको नजरमा हामी नाङ्गो भयौँ। अनि त्यस पछाडि हामीले पनि काङ्ग्रेस र माओवादीलाई बेसरी गाली गऱ्यौँ, हाम्रो पनि लाग्यो काङ्ग्रेस र माओवादी अब नाङ्गो भयो। हामी सबैलाई लाग्यो उहाँहरूलाई हामी नाङ्गो भएको देख्यौँ, हामीले उहाँहरूलाई नाङ्गो भएको देख्यौँ। तर आम जनताले चाहिँ के देख्यो भन्दा हामी सबै नाङ्गो भएको देख्यौँ। त्यसो भएर हामी सबै नाङ्गो भएको कुरा देखेर त्यसको बदलामा यसपालिको मतको परिणाम त्यही ढङ्गले दिए। तिमीहरू कोही पनि सोच छैन, तिमीहरू सबै नाङ्गो छौ, तिमीहरू एकका नजरमा अरू नाङ्गो होला तर सबै नाङ्गा छौ भन्ने कुराको प्रत्युत्तर अहिले यसपालि मतबाट दिए। त्यो कुरा सत्य कुरा हो, त्यसलाई हामीले स्वीकार गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसबाट हामीले विरोध र आलोचना त धेरै गऱ्यौँ, अलिकति सकारात्मक पाटोबाट पनि जानुपर्छ कि भन्ने पनि म ठान्दछु। आज हामीले त्यो कुरा गरिरहँदा हामी पुराना पार्टीहरूप्रतिको यस्तो एउटा भाषा निर्माण भयो, यस्तो गाली गलोचको वर्षा भयो, हुँदा 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 त्यो गालीको वर्षाले सत्ता परिवर्तन भयो। कति ठुलो ताकत रहेछ त्यो गालीमा। त्यो सत्ता परिवर्तन गर्नेहरूले अब 10 वर्षपछि फेरि त्यस्तै गाली खान दिन आउँछ, त्यो निश्चित छ। किनकि हामीले जे बिरुवा रोप्छौँ फल त्यही फल्छ। अबको 10 वर्षपछि उहाँहरूलाई गाली गर्ने शब्दै बाँकी हुँदैन। त्यसपछि उहाँले नयाँ शब्दहरूको रचना गर्नुपर्छ, नयाँ डिक्सनरीहरू बनाउन थाल्नुपर्छ र नयाँ डिक्सनरी उत्पादन गरेर उहाँहरूलाई गालीको वर्षा हुन थाल्छ। र त्यो गालीको वर्षा भएपछि त्यतिखेर फेरि अर्को सत्ता परिवर्तन हुन्छ, त्यो शक्ति पनि समाप्त हुन्छ र नयाँ शक्तिको उदय हुन्छ। त्यस पछाडि त यस्तो अवस्था आउँछ त्यो बेलामा मलाई त कस्तो लाग्छ भने अहिले त सिंह दरबारहरू मात्र जरे, अहिले त शीतल निवासहरू मात्रै जरेका छन्, भौतिक संरचना मात्रै नष्ट भयो। पार्टीको एकजना सभापतिलाई हातपात भयो, काटिनु भयो, उहाँलाई 8 टाका लाउनु पर्यो, त्यो एउटा घटना थियो। मलाई लाग्छ अबको यो शक्ति पनि अन्त हुने बेलामा, त्यो विद्रोहको बेलामा मान्छेलाई जिउँदै मट्टीतेल खनाएर पेट्रोल खनाएर आगो लगाउने तहमा पुग्यो भने त्यो अन्यथा हुने छैन। त्यो यति दुःखद, यति भयावह हुनेछ। त्यसपछि नेपाल एउटा यस्तो देश हुनेछ, संसारभरिका मान्छेहरू आउँछन् र गलत कुराहरू गरेर, अरूलाई गाली गरेर, अरूको अपमान गरेर, अरूको राज्यका चाहिँ सबै सम्पत्तिहरू ध्वस्त गरेर पनि रिजाइन चेन्ज हुँदो रहेछ। त्यो चेन्ज गर्ने विधि कहाँ सिक्न पाइन्छ भन्दा त्यो नेपालमा सिक्न पाइन्छ भनेर विदेशहरू आउने अवस्था भएछ भने त्यो अन्यथा हुने छैन। त्यसबाट हामीले विरोध त धेरै गर्न सक्छौँ, एकलाई विरोध मात्र नगरौँ, सकारात्मक पाटोबाट पनि हेर्ने प्रयास गरौँ भन्ने मैले म ठान्दछु। यही ठानेकै कारणले म अलिक आलोचित पनि हुने गरेँ, म पार्टीभित्र पनि आलोचित छु र मैले भने अरू साथीहरू बिचमा पनि म आलोचित गर्छु। र म अलिकति